सन् 1930 ब्रिटिस शासनले भारतका एक 23 वर्षीय युवाले मृत्युदण्ड सुनाइसकेको थियो। उनी जेलको कोठामा आफ्ना अन्तिम दिनहरू बिताइरहेका थिए। यस्तो अवस्थामा धेरै मानिसहरू सोच्थे तब त उनी भगवानको शरणमा जानेछन्, किनकि मृत्युको डरले धेरै मानिसलाई भगवान सम्झिन बाध्य बनाउँछ। तर भगत सिंह फरक थिए। उनी प्रार्थना गरिरहेका थिएनन्, उनी चमत्कारको प्रतीक्षा पनि गरिरहेका थिएनन्, बरु उनी एउटा निबन्ध लेखिरहेका थिए। वाइ आई एम एन एथियस्ट, म किन नास्तिक छु। यो निबन्ध कुनै धर्ममाथिको आक्रमण थिएन, यो आफ्नो विचार र विश्वासको इमान्दार व्याख्या थियो। तिमी नास्तिक किन भयौ? भगत सिंह जेलमा रहँदा धेरै साथी, चिनजानका मानिस र आलोचकहरूले उनीसँग एउटै प्रश्न सोध्थे, तिमी भगवानमा विश्वास किन गर्दैनौ? तर प्रश्न यतिमै सीमित थिएन। कतिपयले उनीमाथि एउटा गम्भीर आरोप पनि लगाएका थिए। उनीहरूले भने, तिमी नास्तिक बन्नुको कारण तिम्रो अहङ्कार हो। उनीहरूको तर्क थियो, भगत सिंह युवाको माझ प्रसिद्ध थिए, भारतभरि उनको नाम फैलिएको थियो, उनी जनताको आँखामा नायक बनिसकेका थिए, त्यसैले उनी आफूलाई अरूभन्दा ठुलो ठान्न थालेका थिए र यही घमण्डका कारण उनले भगवानलाई अस्वीकार गरे। तर भगत सिंहले स्पष्ट पारे कि उनले यो निबन्ध कुनै धर्मको विरोध गर्न होइन, आफ्नो विचारको वास्तविक कारण बुझाउन लेखेका हुन्। उनका अनुसार नास्तिकता भावनात्मक विद्रोह होइन, बरु सत्यको खोजी गर्ने एउटा बौद्धिक यात्रा हो। भगत सिंहले आफ्नै विचारको गहिरो आत्मविश्लेषण गर्छन्। उनी स्वीकार गर्छन् कि उनी पूर्ण रूपमा पर्फेक्ट मानिस होइनन्, तर उनको नास्तिकता अहङ्कारबाट जन्मिएको होइन, बरु इतिहास, दर्शन, विज्ञान र स्वतन्त्र चिन्तनको अध्ययनले उनको विश्वास परिवर्तन गराएको थियो। उनका लागि कुनै पनि विश्वास केवल परम्पराका आधारमा स्वीकार गर्नु उचित थिएन। प्रत्येक विचारले तर्क र विवेकको आधारमा जाँच्नुपर्छ। त्यसैले उनले आफ्नो निष्कर्षलाई घमण्डको होइन, स्वतन्त्र चिन्तन र बौद्धिक इमान्दारिताको परिणाम माने। के कुनै मानिस जन्मजात नास्तिक हुन्छ? भगत सिंहको उत्तर थियो, होइन। धेरै मानिसहरूले सोचेका थिए कि उनी सधैँदेखि भगवानमा विश्वास गर्दैनथे, तर वास्तविकता ठिक उल्टो थियो। भगत सिंह पनि हामी धेरै जस्तै धार्मिक वातावरणमा हुर्किएका थिए। उनले पनि प्रार्थना गरेका थिए, भगवानमा विश्वास गरेका थिए, तर समयसँगै उनको विचार बदलिएर गयो। यो परिवर्तन अचानक आएको थिएन, न कुनै विद्रोहको परिमाण थियो। यो वर्षौसम्म चलेको अध्ययन, अनुभव र आत्मचिन्तनको यात्रा थियो। भगत सिंहको जन्म एउटा देशभक्त र धार्मिक परिवारमा भएको थियो। बाल्यकालदेखि नै उनले भगवान, धर्म, प्रार्थनाको महत्त्व सुन्दै आएका थिए। विद्यालयमा पनि उनी प्रार्थनामा सहभागी हुन्थे। उनी धार्मिक ग्रन्थ पढ्थे, भगवानप्रति श्रद्धा राख्थे। त्यस समय उनको मनमा विश्वास थियो, भगवानले संसार चलाउनुहुन्छ र उहाँले सबैको रक्षा गर्नुहुन्छ। त्यसैले उनी जन्मदेखि नास्तिक थिए भन्ने धारणा गलत हो। समय बित्दै गयो, भगत सिंह किशोर हुँदै गए। देशको अवस्था पनि उनी गहिरो रूपमा बुझ्न थाले। चारैतिर गरिबी थियो, ब्रिटिस शासनको अत्याचार थियो, निर्दोष मानिसहरू मारिँदै थिए, मानिसहरू अन्याय सहन बाध्य थिए। यी सबै देखेपछि उनको मनमा प्रश्न जन्मिन थाल्यो, यदि भगवान न्यायप्रिय हुनुहुन्छ भने यति धेरै अन्याय किन भइरहेको छ? यदि उहाँ सर्वशक्तिमान हुनुहुन्छ भने निर्दोष मानिसहरू किन पीडित छन्? यी प्रश्नहरूले उनको सोच बदल्न थाल्यो। भगत सिंहले केवल प्रश्न मात्र गरेनन्, उनले उत्तर पनि खोज्न थाले। उनले इतिहास पढे, दर्शन पढे, विज्ञान पढे, विश्वका विभिन्न चिन्तकहरूको पुस्तक गरे। जति धेरै उनले पढ्दै गए, त्यति धेरै उनले एउटा कुरा महसुस गरे, विश्वास केवल परम्पराको आधारमा होइन, तर्कको आधारमा हुनुपर्छ। उनी कुनै निष्कर्षमा पुग्न हतारिनन्, बरु हरेक विश्वासलाई परीक्षण गर्न थाले। भगत सिंहका लागि साँचो शिक्षा भनेको केवल पुस्तक पढ्नु थिएन। साँचो शिक्षा भनेको आफ्नो सोच परिवर्तन गर्न सक्ने साहस हुनु थियो। उनी भन्छन्, यदि कुनै विश्वास सत्य हो भने त्यो प्रश्न र तर्कको परीक्षाबाट डराउनु हुँदैन, र यदि कुनै विश्वास प्रश्न सहन सक्दैन भने त्यसलाई पुनः विचार गर्नुपर्छ। यही सोचले उनलाई बिस्तारै धार्मिक आस्थाबाट स्वतन्त्र चिन्तनतर्फ डोर्यायो। भगत सिंहका लागि भगवानप्रति विश्वास छोड्नु कुनै सहज निर्णय थिएन, किनकि यो केवल एउटा धार्मिक विश्वास त्याग्नु मात्र थिएन, यो बाल्यकालदेखि सिकेको मूल्यलाई पुनः जाँच गर्नु थियो। समाजको सोच विरुद्ध उभिनु थियो, आफ्नो परिवार र वरपर मानिस विरुद्ध फरक निष्कर्षमा पुग्नु थियो।
तर उनले विश्वास गरे सत्यको खोज कहिलेकाहीँ कठिन हुन्छ, तर कठिन भएकै कारण सत्य खोज्न छोड्नु हुँदैन। भगत सिंह लेख्छन्, यदि अध्ययन, तर्क र आफ्नो विवेकले मलाई एउटा निष्कर्षमा पुर्याएको छ भने डर, परम्परा वा समाजको दबावका कारण त्यो निष्कर्ष त्याग्नु नै आत्माप्रति बेइमानी हुनेछ। त्यसैले उनले लोकप्रिय विश्वासभन्दा आफ्नो विवेकलाई प्राथमिकता दिए। भगत सिंह जन्मदेखि नास्तिक थिएनन्। उनको नास्तिकता अचानक आएको विद्रोह पनि थिएन। लामो समयसम्म गरिएको अध्ययन, प्रश्न गर्ने साहस, सत्यप्रति इमान्दार रहने प्रयासको परिणाम थियो। यदि भगवान हुनुहुन्छ भने संसारमा यति धेरै दुःख, अन्याय र शोषण किन छ? यही प्रश्नले उनको विचारले अझ गहिरो बनायो र यहीबाट सुरु हुन्छ उनको सबैभन्दा चर्चित दार्शनिक तर्क। भगत सिंहको पहिलो प्रश्न थियो, यदि भगवान सर्वशक्तिमान, सर्वज्ञ, दयालु हुनुहुन्छ भने संसारमा यति धेरै दुःख किन छ? उनी चारैतिर हेर्थे। भारत ब्रिटिस शासन अन्तर्गत थियो। निर्दोष मानिसहरू जेलमा थिए। गरिबहरू भोकले मरिरहेका थिए। कमजोरमाथि अत्याचार भइरहेको थियो। बालबालिकाहरू दुःख पाइरहेका थिए। त्यसपछि उनी सोध्थे, यदि भगवानसँग यी सबै रोक्न सक्ने शक्ति छ भने उहाँ किन मौन हुनुहुन्छ? भगत सिंह अर्को प्रश्न सोध्छन्, अन्यायको जिम्मेवार को? यदि भगवानले संसार बनाउनु भएको हो भने र सबै कुरो उहाँको इच्छा अनुसार हुन्छ भने संसारमा हुने अन्यायको जिम्मेवार कसको हुन्छ? यदि कुनै निर्दोष मानिसले दुःख पाउँछ भने त्यो भगवानको योजना हो? यदि होइन भने उहाँले यसलाई रोक्न किन सक्नु भएन? यी प्रश्नहरूको उत्तर खोज्दै जाँदा भगत सिंहलाई भगवानको अवधारणामा शङ्का बढ्दै गयो। कर्मको सिद्धान्त पर्याप्त उत्तर हो? कतिपय मानिसहरू भन्थे यो सबै अघिल्लो जन्मको कर्मफल हो, तर भगत सिंह यस तर्कबाट सन्तुष्ट भएनन्। उनी सोध्छन्, यदि एउटा सानो बच्चा जन्मन बित्तिकै दुःख पाउँछ भने उसले कुन अपराध गरेको थियो? यदि गरिबी र पीडा केवल कर्मको परिणाम हो भने समाजले अन्याय हटाउन प्रयास किन नगर्ने? के हामी सबै कुरा भाग्य भन्दै चुप लागेर बस्ने? भगत सिंहका लागि यस्ता प्रश्नको स्पष्ट उत्तर आवश्यक थियो। चमत्कारको प्रतीक्षा कि कर्म? भगत सिंह अर्को प्रश्न गर्छन्, यदि समाज बदल्नुपर्छ भने मानिस आफै उठ्नुपर्छ, अन्याय विरुद्ध आवाज उठाउनुपर्छ, शोषण विरुद्ध सङ्घर्ष गर्नुपर्छ। यदि मानिस केवल चमत्कारको प्रतीक्षा गर्दै बस्यो भने परिवर्तन कहिले आउँदैन। उनी भन्थे, मानिसको भविष्य मानिसकै कर्मले बनाउँछ। प्रश्न गर्नु अपराध होइन। भगत सिंहका लागि प्रश्न गर्नु भगवानको अपमान गर्नु थिएन, बरु सत्यको खोज गर्ने प्रक्रिया थियो। उनी विश्वास गर्थे, यदि कुनै विचार सत्य हो भने त्यो प्रश्नबाट डराउनु हुँदैन। त्यसैले उनी धर्मलाई गाली गर्दैनन्, बरु धार्मिक विश्वासका आधारहरूलाई तर्कको कसौटीमा राखेर बुझ्न खोज्छन्। के उनले सबै प्रश्नको उत्तर भेटे त? भगत सिंहले आफ्नो निबन्धमा कहिले भनेनन्, मसँग सबै उत्तर छन्, बरु उनी भन्छन्, मैले खोजेँ, मैले प्रश्न गरेँ, मैले सोचेँ र जुन निष्कर्षमा पुगेँ त्यसप्रति इमान्दार रहेँ। उनको उद्देश्यहरूलाई आफ्नो विचार मान्न बाध्य पार्नु थिएन। उनको उद्देश्य थियो स्वतन्त्र रूपमा सोच्ने साहस देखाउनु। भगत सिंहले भगवानको अवधारणाले भावनाका आधारमा होइन, तर्क र अनुभवका आधारमा प्रश्न गरे। संसारमा रहेको दुःख, अन्याय, गरिबी र शोषणले उनलाई सोच्न बाध्य बनायो। यदि सर्वशक्तिमान र दयालु भगवान हुनुहुन्छ भने यस्तो संसार किन छ? यिनै प्रश्नको उत्तर खोज्दै जाँदा उनको आस्था बिस्तारै नास्तिकतामा परिवर्तन भयो। भगत सिंहको विचारसँग सबै सहमत हुनु आवश्यक छैन, तर एउटा कुरा स्पष्ट छ, उनले आफ्नो निष्कर्ष अन्धविश्वास वा भावनाबाट होइन, प्रश्न, अध्ययन र तर्कको लामो यात्राबाट निकाले। र सायद उनको सबैभन्दा ठुलो शिक्षा पनि यही हो, सत्यसँग डराउनु हुँदैन, प्रश्न गर्न पनि डराउनु हुँदैन, किनकि प्रश्न नै ज्ञानको पहिलो पाइला हो। भगत सिंहका लागि विश्वासभन्दा महत्त्वपूर्ण कुरा थियो सत्यको इमान्दार खोज। विश्वको सबैभन्दा ठुलो परीक्षा तब हुन्छ जब मानिस मृत्युको सामना गरिरहेको हुन्छ, किनभने मृत्युको डरले धेरै मानिसको सोच बदलिदिन्छ। जो जीवनभर आफूलाई साहसी भन्थे उनीहरू पनि अन्तिम क्षणमा आश्रय खोज्न थाल्छन्। धेरैले भगवानलाई सम्झन्छन्, धेरैले प्रार्थना गर्छन्, धेरैले चमत्कारको आशा गर्छन्। भगत सिंहको जीवनमा पनि एउटा यस्तो क्षण आयो जहाँ उनका आफ्नै विचारको अन्तिम परीक्षा हुन लागेको थियो। त्यो थियो मृत्युदण्डको घोषणा। सन् 1931मा ब्रिटिस सरकारले भगत सिंह, शिवराम राजगुरु, सुखदेव थापरलाई मृत्युदण्ड सुनायो। अब यो कुनै कल्पना थिएन। उनीहरूलाई
थाहा थियो केही दिनपछि उनीहरूलाई फाँसी दिइनेछ। यही समय थियो जब सबै मानिसले भगत सिंहलाई सल्लाह दिए, अहिले पनि ढिलो भएको छैन, भगवानलाई सम्झिनुहोस्, प्रार्थना गर्नुहोस्। कतिपयले भने मृत्यु नजिक आएपछि सबैले भगवानलाई सम्झिन्छन्। उनीहरूले विश्वास गर्थे अन्तिम क्षणमा भगत सिंहको विचार पनि बदलिनेछ। भगत सिंह आफ्नो निबन्धमा स्वीकार गर्छन्, यही क्षण उनको जीवनको सबैभन्दा ठुलो परीक्षा थियो। यदि उनले केवल मृत्युदेखि डराएर भगवानलाई स्वीकारेका भए सायद धेरै मानिसले त्यसलाई स्वाभाविक मान्थे। तर उनले आफैलाई एउटा प्रश्न सोधे, यदि मैले डरका कारण आफ्नो विश्वास बदले भने के म आफ्नो आत्माप्रति इमान्दार रहनेछु? उनको उत्तर स्पष्ट थियो, होइन। डरले बदलिएको विश्वास साँचो विश्वास होइन। भगत सिंहका अनुसार यदि कुनै मानिस केवल सङ्कट पर्दा भगवानलाई सम्झन्छ भने त्यो विश्वास होइन, डरको प्रतिक्रिया हुन सक्छ। उनी आफ्नो विचारहरूमाथि थोपर्दैनन् तर आफ्ना लागि भने एउटा सिद्धान्त बनाउँछन्। यदि मैले जीवनभर तर्कका आधारमा एउटा निष्कर्ष स्वीकार गरेको छु भने मृत्युको डरले त्यो निष्कर्ष बदल्नु बेइमानी हुनेछ। उनका लागि विश्वासको मूल्य यति बेला मात्र हुन्छ जब त्यो कठिन परिस्थितिमा पनि अडिग रहन्छ। मृत्युभन्दा ठुलो थियो सत्यप्रतिको इमान्दारिता। भगत सिंहलाई मृत्युको डर थिएन भन्ने होइन, उनी पनि मानिस नै थिए, उनी पनि बाँच्न चाहन्थे, उनका पनि सपना थिए। तर उनी एउटा कुरा अझ महत्त्वपूर्ण मान्थे, आफ्नो विवेकसँग इमान्दार रहनु। उनी विश्वास गर्थे यदि सत्यको खोजी गर्दै कुनै निष्कर्षमा पुगेको छु भने डरका कारण त्यसलाई त्याग्नु भनेको आफ्नै विचारले धोका दिनु हो। साहस भनेको के हो? धेरै मानिसहरू साहसलाई केवल शारीरिक बहादुरीसँग जोड्छन्, तर भगत सिंहका लागि साँचो साहस भनेको आफ्नो विश्वासप्रति अन्तिम क्षणसम्म इमान्दार रहनु थियो। चाहे संसार सहमत होस् या नहोस्, चाहे त्यसको मूल्य आफ्नै जीवन किन नहोस्। यही कारणले उनले आफ्नो अन्तिम दिनसम्म पनि आफ्नो विचार परिवर्तन गरेनन्। उनले भनेका छन्, यदि मैले जीवनभर अध्ययन, तर्क र आफ्नो विवेकका आधारमा भगवानलाई विश्वास नगर्ने निष्कर्ष निकालेको छु भने केवल मृत्युसँग डराएर अन्तिम क्षणमा भगवानलाई स्वीकार गर्नु इमान्दारी त होइन। यही कारणले वाइ आई एम एन एथियस्ट केवल नास्तिकताको निबन्ध मात्र होइन, बौद्धिक इमान्दारी, इन्टेलेक्चुअल अनेस्टी र आफ्नो सिद्धान्तप्रति अडिग रहने साहस, इन्टिग्रिटीको पनि शक्तिशाली दस्तावेज मानिन्छ। यदि कुनै मानिस भगवानमा विश्वास गर्दैन भने के त्यसको अर्थ उसले कुनै पनि कुरामा विश्वास गर्दैन? धेरै मानिसहरू यस्तै सोच्दछन्। उनीहरूलाई लाग्छ यदि भगवान छैन भने नैतिकता पनि हुँदैन, आशा पनि हुँदैन र जीवनको कुनै उद्देश्य पनि हुँदैन। तर भगत सिंहको विचार फरक थियो। उनी भगवानमा विश्वास नगर्न सक्छन् तर मानवतामा विश्वास गर्थे। उनी मानवताको शक्ति, न्यायको सम्भावना र परिवर्तन ल्याउने मानवको क्षमतामा विश्वास गर्थे। उनका लागि संसार बदल्ने जिम्मेवारी कुनै अलौकिक शक्तिको होइन, मानिसकै काँधमा थियो। मानिस नै परिवर्तनको शक्ति हो। भगत सिंहका अनुसार यदि समाजमा अन्याय छ, गरिबी छ, शोषण छ वा दासता छ, त्यसको अन्त्य कुनै चमत्कारले गर्ने होइन, मानिसले नै गर्ने हो। उनी विश्वास गर्थे इतिहासमा भएका ठुला परिवर्तनहरू प्रार्थनाले मात्र होइन, मानिसको साहस, सङ्घर्ष, त्यागले सम्भव भएका हुन्। त्यसैले उनी युवाहरूलाई भाग्यको प्रतीक्षा गर्न होइन, कार्य गर्न प्रेरित गर्थे, जिम्मेवारीबाट भाग्न होइन। भगत सिंह एउटा खतरनाक सोचप्रति सचेत थिए। यदि हामी हरेक घटनालाई भगवानको इच्छा, भाग्य वा समयको खेल भनेर स्वीकार गर्यौँ भने हामी आफ्नो जिम्मेवारीबाट टाढा जान सक्छौँ। उनी सोध्दछन्, यदि कुनै बच्चाले शिक्षा पाएको छैन भने के हामी केवल भाग्यलाई दोष दिएर बस्ने? यदि समाजमा अन्याय भइरहेको छ भने के हामी केवल प्रार्थना गरेर परिवर्तनको प्रतीक्षा गर्ने? उनका लागि उत्तर स्पष्ट थियो, होइन। अन्याय देखेपछि मौन बस्नु होइन, त्यसविरुद्ध उभिनु नै मानिसको कर्तव्य हो। मानवता नै सबैभन्दा ठुलो धर्म हो। भगत सिंहले कुनै धर्मको अपमान गरेका छैनन्, तर उनले एउटा कुरा भने स्पष्ट रूपमा भने, यदि धर्मले मानिसलाई दयालु, न्यायप्रिय र साहसी बनाउँछ भने त्यो राम्रो कुरा हो। तर यदि धर्मको नाममा घृणा, भेदभाव वा हिंसा फैलिन्छ भने त्यो मानवताको विरुद्ध हुन्छ। उनका लागि मानवता कुनै पनि विचारभन्दा ठुलो मूल्य थियो। स्वतन्त्र सोच र स्वतन्त्र समाज।
भगत सिंहको विश्वास थियो जबसम्म मानिस स्वतन्त्र रूपमा सोच्दैन तबसम्म समाज पनि पूर्ण रूपमा स्वतन्त्र हुन सक्दैन। अन्धविश्वास, डर र प्रश्न गर्न नपाइने वातावरणले मानिसको प्रगति रोक्छ। त्यसैले उनी हरेक युवालाई आग्रह गर्थे, पढ, प्रश्न गर, सोच र आफ्नो विवेकले निर्णय गर। धेरै मानिसहरू भगत सिंहलाई केवल बन्दुक बोकेको क्रान्तिकारीका रूपमा सम्झन्छन्, तर उनको सपना केवल राजनीतिक स्वतन्त्रता थिएन। उनी यस्तो समाज चाहन्थे जहाँ सबैले शिक्षा पाउन्, जहाँ गरिबी कम होस्, जहाँ जात, धर्म वा वर्गका आधारमा विभेद नहोस्, जहाँ मानिसहरू स्वतन्त्र रूपमा सोच्न सकुन्। उनी विश्वास गर्थे, साँचो क्रान्ति मानिसको चेतनामा आउँदा मात्र समाज बदलिन्छ। भगत सिंहका लागि संसार बदल्ने शक्ति कुनै चमत्कारमा होइन, जागरुक र जिम्मेवार मानिसमा थियो। यस यात्रामा उनले आफ्ना विचारहरू खुला रूपमा प्रस्तुत गरे। उनले आफूमाथि लागेको घमण्डको आरोपको उत्तर दिए, आफ्नो आस्थादेखि नास्तिकतासम्मको यात्रा सुनाए, भगवानको अवधारणामाथि आफ्ना दार्शनिक प्रश्न राखे र अन्तिम क्षणमा पनि आफ्नो विवेकप्रति इमान्दार रहने निर्णयको कारण बताए। तर अन्त्यमा भगत सिंह पाठकलाई एउटा कुरा स्पष्ट गर्न चाहन्छन्, यो निबन्ध कसैलाई नास्तिक बनाउन लेखिएको होइन, बरु यसको उद्देश्य मानिसलाई सोच्न सिकाउनु हो। भगत सिंहको विश्वास थियो, मानिसले कुनै पनि विचार, चाहे त्यो धर्म होस्, राजनीति होस् वा समाजले स्वीकार गरेको कुनै परम्परा, केवल अरूले भनेको कारणमा स्वीकार गर्नु हुँदैन। हरेक विश्वासलाई प्रश्न गर्नुपर्छ, बुझ्नुपर्छ र आफ्नै विवेकको आधारमा निर्णय गर्नुपर्छ। उनका लागि प्रश्न गर्नु विद्रोह होइन, प्रश्न गर्नु ज्ञानको सुरुवात हो। सत्यप्रति इमान्दार बन्ने साहस। भगत सिंहले आफ्नो सम्पूर्ण जीवनबाट एउटा सन्देश दिन्छन्, सत्यको खोज सजिलो हुँदैन। कहिलेकाहीँ सत्यले हामीलाई आफ्नै पुराना विश्वासहरू पुनः विचार गर्न बाध्य बनाउँछ। कहिलेकाहीँ समाजको बहुमतभन्दा फरक सोच्नुपर्छ र कहिलेकाहीँ त्यसको मूल्य पनि चुकाउनुपर्छ। तर यदि कुनै निष्कर्ष अध्ययन, तर्क र इमान्दार खोजबाट आएको हो भने त्यसलाई केवल दबाव, डर वा लोकप्रियताका कारण त्याग्नु हुँदैन। भगत सिंहका विचारमा सबै सहमत हुनु आवश्यक छैन। उनले पनि त्यस्तो अपेक्षा गरेका थिएनन्। उनले आफ्नो विचारलाई अन्तिम सत्यको रूपमा प्रस्तुत गरेनन्, बरु उनी चाहन्थे पाठकले आफै सोचोस्, आफै प्रश्न गरोस्, आफ्नै निष्कर्ष निकालोस्। भगत सिंह केवल 23 वर्षको उमेरमा यो संसारबाट बिदा भए, तर उनले छोडेका प्रश्नहरू आज पनि जीवित छन्। हामीले जे कुरामा विश्वास गर्छौँ, के त्यो हाम्रो आफ्नै सोचको परिणाम हो वा केवल हामीलाई सिकाइएको कुराको पुनरावृत्ति हो? सायद भगत सिंहले हामीलाई नास्तिक बन्न सिकाउन खोजेका थिएनन्। उनले हामीलाई स्वतन्त्र रूपमा सोच्न, सत्यको खोज गर्न र आफ्नो अन्तस्करणप्रति इमान्दार रहन सिकाउन खोजेका थिए। र यही कारणले वाइ आई एम एन एथियस्ट आज पनि केवल एउटा निबन्ध होइन, विचार गर्ने साहसको एउटा ऐतिहासिक दस्तावेज बनेर जीवित छ। विचारको स्वतन्त्रता नै वास्तविक स्वतन्त्रताको पहिलो पाइला हो र सत्यको खोज कुनै पनि महान समाजको आधार हो।